बाइक आउने खतरनाक छ यहाँबाट उल्टेपछि फेरि खतरा नि त यहाँ माथि एउटा पहिरो गएको छ च्यालेन्जहरु हुन्छन् के हो नि हैन हाइकिङ ट्रायलतिर जानेहरुलाई माउन्टेन ओ माई गुड अब हजुर ए सुकमान ओ बाजेले ओ डाँडा ल्याउँथ्यो ल कुन जानु है हो नि फेरि हाम्रो रमेश दाइ place distinct place very nice place that's place name is Bhungol lot of men coming this site is entertainment and regenerate empowering you know my brother yes thank you very चालीस फेरि wow wow yes yes पथार अगाडि नि खिच्नु हुन्छ Gateway to reality. Expensive. यहाँ हुनु पर्यो very good medicine मेडिसिन mother बेटी हाँ mother बेटी करी एउटा त भित्रै सिरे है तपाईँ चाहिँ के भयो प्राकृतिक ओडारमा कति दिन लाग्यो गोल्फ दगी बहिनी हैन त निगार किङ है यस आस्टी भेरी लेट्स गो यस बस्नु लु या खतरा बनाउनु जाने ल छैन ए अधर्ममा काम गर्नेहरू है बाहिर हुँदैन खास अनि यो धार्मिक संस्था अनि आज्ञा पनि थाहा हुनु पर्यो तर ओके अब अर्को ट्राई मसो गर्नुहुन्छ कहाँ छ आँखाले देखेको भौतिक कुरा चाहिँ हामीले यो ठाउँमा यो छ सो कुरा चाहिँ देखेको छैन खानु भने आएको छ है अब त्यो सर्दा सर्ट मैमा आउनु हुँदै गर्दाखेरि के खानु पर्ने हामीले खानुभएको छ तर स्पेसली के
आज्ञा गर्नु र मान्छेको स्टान भनेको त्यस कारणले गर्दाखेरि भनेर मात्र पुग्दैन मेरो हातबाट सबै मान्छे चङ्गा भयो त्यसको चाहिँ हामी बिचमा आउनुहुन्छ भन्ने कुरा आमेन आमेन आजको दिनमा चिन्हहरू भनेको छ त्यसमेन आमेन अनि सदमा नबरोस् भनी प्रार्थना गर यसको चाहिँ हामी न्याय कसै गर्नुहुन्छ हो कि हैन तर अरूको अर्थ छ विशेष गरी परमेश्वरको वचन सहित अब चाहिँ यो अन्तिम दिनको घडीमा चाहिँ परमेश्वरले एकजना व्यक्तिले चुन्नुहुन्छ त्यसो चाहिँ जसो आगमा हुनै आँटेको छ ताइ हुनुपर्छ छोटा भए मैले हात अनि मान्छे राम्रो ढलेको छ राज्य पनि प्रवेश गर्नु पर्यो होला नि परमेश्वरको वचनमा भनेको छ भन्नुमा चाहिँ अब त्यो नागरिक चाहिँ हामी समुद्रबाट हेरेको चाहिँ हामीको वचन जसम्म हृदयमा अगमनी लौटनी अगमनी गर्नु पनि त्यो के भन्छ त्यसको वचनलाई जसले बुझ्छ अनि त्यसले मात्र म छुट्टा अगमनी गरे मात्र अगमनी परिपूर्तिको वचन चाहिँ हामी सबैले सुन्नुहुन्छ हामी चाहिँ मन्दिरमा थुप्रो प्रजा गरी हामी इन्जिङ प्रार्थना गर्नेछौँ अब इन्जिङ प्रार्थना हालेलुया आमेन हैन अब्राहमलाई प्रभुले भन्नुभयो जहाँ जहाँ जुन पाइला टेकेको छ त्यो पाइला बस्नु छ त्यो ठाउँ तिमीहरूको इलाका हुन्छ जस्तै हामीले जुन गाउँ टेकेर जुन भयो अनि त्यो परमेश्वर साँच्चै नै प्रभु आज हामी प्रभुका छोराछोरी नानी बाबुहरू सबै फ्यामिलीलाई एउटै परिवारलाई आज यो भुन्डोल भन्ने चौरमा तपाईँ परमेश्वरले ल्याउनु भएको छ ओ पवित्र आत्मा परमेश्वर तपाईँको जिउँदो अभिषेक तपाईँको शक्ति तपाईँ यीशुको रगतको छाप लागेको छ अदृश्य रूपमा उसले साँच्चै नै प्रभु यीशुलाई आफ्नो हृदयमा बसालेको छ पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा दियो जसले यसुलाई विश्वास गर्छन् उनीहरूले रिभाइभल ल्याउनुहोस् भनिकन पनि बिन्ती प्रार्थना गर्छ हरेकको हृदयमा प्रभुले राज्य गरोस् भनिकन पनि बिन्ती हामी प्रार्थना गर्छौँ तपाईँको दासदेखि लिएर हामीले नानी बाबुहरूदेखि लिएर सबैलाई पनि उहाँहरू पुग्नुपर्ने गन्तव्य गराउनुहुन्छ हामी त्यहाँ पनि भेटेको कुरालाई फेरि पनि हामी एउटा चाहिँ रिमाइन्ड गरेर आउने दिनहरूमा हामी धादिङमा जाने हो कि कहाँ जाने हो हामी विश्वासीहरू यसरी बेला बेलामा भेटेर सङ्गति गर्न सकौँ अनि प्रश्न एउटा त्यही छोडिदिएको भुन्डोल यही हो है मेरो प्रेममा तिमी आइदियो हेलो नमस्ते हालेलुया प्रेज माथि त सारदाइजीको छुट्टी गेट चेन्ज गर्नु मिल्दैन होला नि फेरि अगाडि त्यसले गरिदिन्छ